ल अहिले थापाथली सुकुम्बासी बस्तीको भग्नावशेष चाहिँ यस्तो रहेछ। अहिले 136 घर धुरी बसोबास रहेको यो स्थानको अहिले यस्तो छ अवस्थाहरू। र यहाँ हाम्रो दाइहरू हुनुहुँदो रहेछ। अब सामान तामान के अब छुटपुट भएको सामानहरू यसो खोजी गर्दै हुनुहुन्छ कि अब के गर्ने भनेर पनि सोचिराख्नु भएको होला होइन। अहिलेसम्म खासै त्यस्तो सरकारको तर्फबाट सकारात्मक पहल भएको चाहिँ पाइएन भन्ने खालको उहाँहरूको भनाइ आयो। दाइले दुई शब्द भन्दैन नि त। हजुरको नाम चाहिँ के भन्नुभयो? मेरो नाम जवहरलाल उराव। हजुर जवहरलाल उराव। जवहरलाल हजुर सुमन भनेर चिन्छ। ए हजुर चाहिँ कति वर्षदेखि यो ठाउँमा बस्नु भएको? 20 वर्ष। 20 वर्षदेखि बस्नुभएको है। अहिले यो भत्काएको कति दिन भयो? शनिबार हो गएको शनिबार। गएको शनिबार भने हप्ता 8-9 दिन भयो। हजुर 9 दिन भयो। 9 दिन तपाईँहरूलाई चाहिँ अहिले बस्ने व्यवस्था चाहिँ कहाँनिर गरेको छ? कोही अब बस्दा र गङ्गाबुतिर त्यतातिर गरिएको छ भन्ने कुरा सुन्नमा आयो। म चाहिँ पुगेको छैन। हजुर तपाईँ चाहिँ कहाँ बसिराख्नु भएको? यता कोही अब तपाईँको चाहिँ यो सत्सङ्ग भवनमा लगेर राखेको छ र त्यहाँ पनि पुगेको छैन। अनि म चाहिँ अब आफ्नो आफन्तैकैतिर यताउति अब म अब बसिरहेको छु। म आएको त हिजोबाट मैले त्यहाँ त हेर्न सक्ने स्थिति नै थिएन। हजुर मेरो आँटै आएन। अनि म त आउन चाहिँ जबरजस्ती बोलाउँदाखेरि अलि आधी बाटोसम्म। तपाईँ चाहिँ यहाँ बस्दै गर्दा चाहिँ के गर्दै यता जीविका गर्दै हुनुहुन्थ्यो? त्यो एउटा सानो ठेलागाडा थियो। हजुर अब अहिले कामकाज त केही पनि छैन। अब उमेर पनि अब 54-55 वर्ष भएको मान्छे भारी बोक्न सकिन्छ। यो ठाउँमा आउनुभन्दा अगाडि कुन ठाउँबाट आउनुभएको तपाईँ? यो ठाउँमा आउनुभन्दा अगाडि ठिमीतिर थिएँ। अब त्यहाँतिर नि अब रोजीरोटीको त्यता पनि यस्तै उसमा चाहिँ बस्नु भएको हो? होइन त्यतिखेर त भाडामा बसेको थिएँ। ए भाडामा बस्नु भएको थियो। तपाईँहरूको पुर्खौली चाहिँ? मेरो सुनसरी हो। सुनसरी। ए तपाईँहरूको के पुर्खौली अलिअलि जायजेथाहरू चाहिँ भएको कि नभएको कि? अब अहिले त तपाईँ अब 15-20 वर्ष यहाँ बस्दा यताउता दुःख सुख गरेर अलिअलि त जोड्नु भयो होला होइन? के छ सरकारलाई तपाईँको भनाइ चाहिँ के छ? होइन अब त्यो जुन किसिमको तपाईँले भन्नुभयो पुर्ख्यौली केही थियो होला होइन, केही जोड्नु होला भनेर भन्नुभयो। अब पढाइ पनि खासै अब राम्रो नभएको, जेला मजदुरी काम गरेर खाने मान्छेहरूले कति नै के गर्न सक्छन्, सधैँ हुँदैन। अन्य देश जस्तो तपाईँको चाहिँ अब बेरोजगार भत्ता पनि आउँदैन। काम गरे आयो, काम नगरे आएन। अनि भनेपछि अब यो बाजे यो पुर्खाहरूको जो कुरा गर्नुभयो नि तपाईँले, त्यो राज्यले यही डाटा लिइदियोस् न भनेर मेरो माग चाहिँ हो कि। ए तपाईँहरूको वास्तविक छानबिन गरिदियोस्, चाँडोभन्दा चाँडो छानबिन गरिदियोस्। जो वास्तविक पीडित सुकुम्बासी छ उसले न्याय पाओस्। सुकुम्बासी पनि फेरि कसरी चाहिँ पहिचान गर्ने त? अब 3 पुस्ते चाहिँ विवरणहरू सङ्कलन गर्ने कामहरू पनि भइराखेको होला। तपाईँहरूको त्यो सरकारको पक्षबाट सोधखोज त्यो सङ्कलन गर्ने क्रममा चाहिँ तपाईँहरूलाई के विवरणहरू चाहिँ सङ्कलन गरे? त्यो केही पनि गरेको छैन त्यस्तो। हजुर त्यस्तो केही गरेको छैन। हामीलाई ओडाले एउटा प्रमाण दिएको छ यहाँ बसेका भनेर। हजुर अब छापै लगाएर दिएको छ यति घर भनेर, 136 घर धुरी भनेर होइन, त्यो छ। अब अस्ति नै अब डिजिलाइटिङ गरियो भन्ने खालको कुरा अब आउँदाखेरि त्यही 33जना के कतिको अलिअलि केही अब पुर्ख्यौली अब बेचेर नि सकिया होला। अब त्यो सुत्ता अब देखाउँदाखेरि 32-33 जना देखिया थियो भनेपछि 103 जना त अझै पनि चोखै छ त। 103 जना चाहिँ यहाँको वास्तविक सुकुम्बासी देखियो। चोखै छ त त्यति मान्छे त। त्यसो भए त राज्यले हेरेकैमा चाहिँ अब तपाईँको चाहिँ अब 33 जना भेटायो भनेदेखि त 103 जना त
सुकुम्बासी नै भयो सुकुम्बासी त चोखै छ त अनि अब छानबिनका प्रक्रियाहरू भन्छन् अब त्यो 3 पुस्ते भन्छन् म त के भन्छु भनेदेखि मेरो चाहिँ 3 पुस्ते होइन 7 पुस्ते हेरिदिनुहोस् न सरकार अनि होइन भने मलाई जेल हालिदिनुहोस् होइन म त्यसो भन्छु कि हजुर अब म नम्बर सरकारबाट केही आशा छ त गर्छ हामीलाई भनेर अब आशा गर्ने विकल्प के छ अभिभावक भनेको त राज्य नै हो सरकारै हो होइन हामीले पनि अब घन्टीमा अब भटालिम अस्ति भत्काउँदाखेरि उहाँले ध्यान दिएर हेर्नु भएको थियो भने त्यहाँ अब तपाईँको त्यो रञ्जु दर्शना रवि लामी छाने अनि बालेन शाहको तिनजनाको फोटो भएको त्यो पम्पलेटहरू टाँसिएको अवस्था अगाडि उहाँहरूले भोट माग्ने बेला त सुकुम्बासीहरूलाई हामीले चाहिँ त्यसरी डोजर चलाउँदैनौँ भन्ने खालका अभिव्यक्तिहरू थियो होइन त्यो त झापामा गएर उहाँहरूले त त्यो त्यसरी चाहिँ अभिव्यक्ति दिनुभयो अभिव्यक्ति दिइसके पछाडि कमसेकम त्यो यो तपाईँहरूको बस्तीमा पनि त्यतिखेर भोट माग्नु त आयो होला नि आएको थिएँ आएर अनि तपाईँको चाहिँ नि अब पहिला अब बालेन सरकारले अलिकति अब भनौँ मेयर हुँदाखेरि त्यहाँ भत्काउन आउनुभएको थियो फेरि त्यही त होला नि भनेर भन्दा होइन व्यवस्थापन गर्छौँ भन्ने खालको कुराहरू पनि गर्नु उहाँहरूले ल ठिकै छ त भनेर हामीले नि अब भोट दियौँ अब उहाँहरू जित्नुभयो दुईवटा सरकार अब झन् नजिक पुग्यो अब त्यतिसम्म पुगिसकेको सरकारले कमसेकम एउटा अभिभावकत्व चाहिँ निर्वाह गर्न पर्थ्यो पहिला यसरी चाहिँ जबरजस्ती भत्काएर अनि व्यवस्थापन गर्छु भनेर भन्नु त्यो एउटा गलत हो गलत अगाडि नै व्यवस्थापन कहाँ राख्ने होइन कसरी राख्ने भनेर त्यो व्यवस्था मिलाएर त्यसपछि मात्रै चाहिँ उहाँहरूले सूचना दिएर चाहिँ यसरी एक्सनमा उत्रेको भए तपाईँहरूको सहमति नै हुन्थ्यो होइन हामी असहमतमा कहाँ थियौँ त हामी हिजोको दिनबाट आन्दोलन गर्दै आउँदा पनि जाँदा पनि अब तपाईँको चाहिँ नि अब हामीले छानबिन गर अब त्यसलाई चाहिँ नि अब अनि व्यवस्थापन गर भनेर हामीले हाम्रो मागै त्यही हो त हामी जबरजस्ती चाहिँ अब भएकालाई दिइहाल्नुहोस् नभएकोलाई दिइदिनुहोस् नदिनुहोस् भनेर भनेको छैन भएकोलाई के गर्ने अब नीति के बनाएको छ राज्यले त्यही पोलिसी अप्नाउने नभएकोलाई के नीति बनाएको छ त्यही अप्नाउने हो त्यो गर्नुपर्ने भनेर त्यही माग गरेर हामीले अब त्यो माग पनि अब तपाईँको चाहिँ अब त्यसलाई व्यवस्था गरेर यसरी अहिले बर्खाको टाइममा बालबच्चा वृद्ध होइन अनि अब दुई जीवका अब भनौँ न हाम्रो प्रेग्नेन्ट दिदीबहिनीहरू अब यस्तो बेलामा चाहिँ नि अब के अवस्थामा हुनुहुन्छ त्यो पनि म हेर्न जान भ्याएको छैन म सकिराखेको छैन म यो बिजोग देख्दै म यो के अरे आउन सकिरहेको थिएन म हिजोबाट पाइला टेक्दैछु यहाँ यो भत्किनुभन्दा एक दिन अगाडिदेखि नै अब म यहाँबाट चाहिँ नि निस्किआएको थिएँ र म हिजोबाट आएँ र आज पनि आएँ अब आज अर्को साम्पाङ आउनुभएको थियो त्यही अब केही थोरै अभिव्यक्तिहरू राख्न भ्याउनु भयो सबै अभिव्यक्ति राख्न भ्याउनु भएन पत्रकार साथीहरूले छेकिहाल्नुभयो होइन अब यस्तो छ भएन यो अब राज्यले के अब हिजोको दिनमा चाहिँ नि भोट माग्दाखेरि गरिबको चमेली बोलिदिने कोही छैन भन्ने सरकार नै अहिले होइन त्यही व्यक्तित्व अहिले चाहिँ तपाईँको चाहिँ राज्य सञ्चालनमा चाहिँ पुग्नु भएको छ प्रधानमन्त्री हुनुभएको छ भनेपछि त्यो बाच्चाहरूलाई त बिर्सनु भएन नि त फेरि अर्को 5 वर्षमा पनि त चुनाव त आउँछ होला अब जस्तो के छ त तपाईँहरू वास्तविक पीडितहरूको पक्षबाट साङ्गठनिक रूपमा सरकार समक्ष गएर कुनै पनि किसिमको ध्यानाकर्षण गराउने काम भएको छ या छैन केही छ तपाईँहरूको साङ्गठनिक रूपमा केही योजना सोचहरू छ त हामी अब एउटा हाम्रो सङ्गठन छ संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल भन्ने हजुर त्यसमा 22वटा घटक छ सबै पार्टीका त्यहाँ चाहिँ नि घटकहरू छन् कि त्यसको एउटा छाता सङ्गठन छ मेयर हुने बेलादेखि नै हामीले चाहिँ पटक हामीले चाहिँ नि भेटौँ वार्ता गरौँ अनि के हुन्छ यसको उपाय त्यो उपाय निकालौँ भनेर भन्दै गर्दा उहाँको भेट अब त्यही स्ट्याटसहरू लेखेको ठाउँमा फेसबुकहरूमा चाहिँ देखिन्थ्यो तर लाइभ भनेको हामीले कहिले भेट्न पाएकै छैन होइन पछि अब उहाँ चाहिँ अब राजीनामा दिएर जानुभयो राजीनामा दिएर गइसके पछाडि उहाँ झापाबाट जितेर आउनुभयो 5 नम्बर क्षेत्रबाट होइन त्यहाँका मान्छेलाई अब आश्वासन दिनुभयो त्यहाँ पनि अब भत्काउने भनेर भन्दाखेरि त्यहाँ पनि
आतङ्कित हुनुहुन्छ त्यहाँको दाजुभाइ सुकुम्बासी दाजुभाइ दिदीबहिनी आमा बुवाहरू भनेपछि यसरी बाजा बन्धन अब भुल्नु भएन व्यवस्था गर्नु पर्यो अभिभावक भनेको त हाम्रो अब राज्य नै हो सरकारै हो त्यसो भएको हुनाले त्यसलाई चाहिँ अब त्यस्तो अब त्यो कुनै अब त्यो इगोको रूपमा पनि हेर्नु भएन सरकार भनेको त अभिभावक भनेपछि त उसले त अब मेरा छोराछोरी अब मेरा लालाबालाहरू होइन अब के खाएका छन् होइन कसरी बसिया छन् स्थिति के छ यिनीहरूलाई पनि अब केही त गरिदिनुपर्छ अब भनेर त्यसरी चाहिँ अगाडि बढ्दा सबभन्दा राम्रो बेटर हुन्थ्यो कि हाम्रो माग चाहिँ एकदमै त्यही नै सिम्पल माग छ हाम्रो चाहिँ सुकुम्बासीको विषयमा त हजुरले भनिहाल्नुभयो अब यो बाहेकको सरकारको अरू कदमहरू कस्तो लाग्छ तपाईँलाई राम्रै सकारात्मक खाले लाग्छ या यस्तै हतारमा गरेको निर्णयहरू जस्तो होइन अनि अब यो मिडिया ट्रायलहरू जस्तो लाग्छ या साँच्चीकै काम गरिराखेको देश साँच्चीकै परिवर्तन हुन्छ जस्तो लाग्छ कि कस्तो लाग्छ तपाईँलाई अहिले अब यो हरकत देख्दाखेरि त हामीले त्यति अब त्यो सम्भव छ गर्नुहुन्छ जस्तो त मलाई लाग्दैन चाहे त हुन्छ गर्न सक्ने हो तर तपाईँको चाहिँ यो मिडिया ट्रायल भनेको तपाईँको अधिकांश मिडिया ट्रायल हो धेरै होइन यो मिडिया ट्रायलले यथार्थमा काम भइराखेको चाहिँ एकदमै कम हो तपाईँको बुझाइमा कम हो कम भनेको पनि अब हामी जनताको लागि के नै काम भएको छ एउटा केही पनि भएको छैन एउटा छिनको पनि बाँचिएको छैन त हामीले के अनुभूति गर्ने अब होइन अब कमसेकम सुकुम्बासीले अब 1 महिनाको टाइम दिएर कमसेकम छानबिन गर्छु तिमीहरूलाई अब त्यो छ भनेदेखि तिमीहरू छोडेर जानुपर्छ छैन भने तिमीहरूलाई मैले कहाँ व्यवस्था गर्नुपर्ने हो राज्यले जहाँ व्यवस्था गर्छ त्यहाँनिर तपाईँहरू जानुपर्छ भनेर त्यो एउटा अल्टिमेटम दिएको भए भने यत्रो जनधन क्षति हुँदैन थियो मान्छे मऱ्यो अब हेर्नुहोस् त अहिले जस्तो यो सुकुम्बासीको विषयमा चाहिँ अब प्रतिपक्षको रूपमा गएको हर्क साम्पाङजीले एकलौटी रूपमा तपाईँहरूको पक्षमा बोलिराख्नु भएको छ होइन के लाग्छ उहाँको तर्क विचारहरू कस्तो लाग्छ तपाईँलाई तपाईँहरूको साँच्चीकै न्यायको पक्षमै बोल्नु भएको हो या उहाँको त्यो धारणाहरू तपाईँलाई चाहिँ कस्तो लाग्छ होइन उहाँ खुलेरै लाग्नु भएको छ खुलेरै बोल्नु भएको छ कोहीसँग डराउनु पनि भएको छैन हो त्यो उहाँले व्यक्तिगत स्वार्थको लागि बोलेको हो कि साँच्चीकै तपाईँहरूकै पक्षमै बोलेको हो कि के लाग्छ तपाईँलाई होइन उहाँले प्रेस मिट त पहिल्यै पनि गरिसक्नु भएको थियो यसरी चाहिँ नगर्नु जबरजस्ती भनेर उहाँले प्रेस मिट निकाल्ने भनेको पहिलो व्यक्ति उहाँ नै हो कि हाम्रो सङ्गठनले निकाल्न सकेन अर्को पार्टीहरूले निकाल्न सकेन त्यतिखेर तर उहाँले प्रेस मिट पहिल्यै निकाल्छु त्यस्तो अब उहाँले अब हामीप्रति अब जनताप्रति अब एकदमै अभिभावकत्व चाहिँ त्यो विचार त्यो धारणा त्यो चाहिँ छ हिजोको मेयर हुँदाखेरि धरानमा हामीले धेरै अब देखेका छौँ त्यहाँ होइन युट्युब मार्फत देखेका छौँ म पनि त्यही सुनसरी जिल्लाकै मान्छे हो म अलि तलतिर भयो धरान अलि माथितिर जङ्गल पारी पर्छ म जङ्गल तलतिर मुनितिर बस्छु भनेपछि उहाँले त त्यति राम्रो त्यहाँका मान्छेहरूको लागि चाहिँ खानेपानीदेखि लिएर अनेक किसिमका चाहिँ अब रचनात्मक काम गर्नुभयो उहाँले होइन त्यसो भएको हुनाले उहाँ आफूले अब भनौँ न विजय हासिल गरेर आउनुभयो नि त त्यहाँ होइन अब त्यत्रो तपाईँको चाहिँ अब त्यत्रो अब्बल पार्टीहरू थियो ती पार्टीहरू सबै ब्याक हुनु पऱ्यो नि त होइन उहाँको काम देखेर हो उहाँको सोच देखेर हो यति भन्दै गर्दा यो चुनावभन्दा अगाडि चाहिँ तपाईँहरूलाई हुन त माटो समर्थकहरू यो ठाउँमा भोट माग्न आउनु भयो या भएन तपाईँहरूलाई त्यो बेला चाहिँ हर्क साम्पाङलाई जिताउनु पर्छ उहाँले चाहिँ हाम्रो पक्षमा बोल्नुहुन्छ हाम्रो लागि काम गर्नुहुन्छ भन्ने जस्तो तपाईँहरूको मनमा दिमागमा त्यो खालको विचार आयो या आएन होइन त्यो नआउने भन्ने कुरै भएन कि उहाँले जस्तै अब भालेन शाहले अब मैले सडक बनाएँ भनेर भन्नुहुन्छ सडक त कसले बनायो त भन्दा सडक विभागले बनायो होइन अब डिभिजनले बनायो सरकारी पैसामा बन्यो त्यो होइन अब त्यो अब त्यसरी बनेको एउटा कुरा त्यो ठिक हो तर तपाईँको चाहिँ नि अब 79 12 गते पनि उहाँ आउनु भएको थियो क्या गोजातिर त्यतिखेर हामीले उहाँलाई ब्याक सारेका थियौँ अब उहाँलाई त्यही युगो हो भनेदेखि अब होइन आफ्नो अब जनताप्रति युगो नै राखेर काम गर्दा त हाम्रो भन्नु केही पनि छैन होइन नत्र भने अब जिम्मेवारीपूर्वक चाहिँ नि उहाँले काम चाहिँ अब सफल गर्नुपर्छ सफल पार्नुपर्छ भन्ने हाम्रो माग हो होइन यस्तो मागहरूलाई चाहिँ अब हामीले मात्रै त अब यतिले त
के पुग्ने हो र कस्तो कस्तो अब तपाईँको चाहिँ अब व्यक्तित्वहरू अब विद्वान व्यक्तित्वहरूले चाहिँ अब कस्तो कस्तो अब तपाईँको चाहिँ कुराहरू भने मतलब अब उहाँहरू त सुकुम्बासी त होइन त सुकुम्बासीले माया गर्ने मान्छेहरू पनि त हुनुहुन्छ नि त उहाँहरूलाई त्यसरी चाहिँ बिजोग बनाउनु हुँदैन होइन त्यसरी चाहिँ जबरजस्ती भत्काउनु हुँदैन भनेर उहाँहरूले पनि त विद्वान व्यक्तित्वहरूले बोलिरहनु भएको छ होइन पत्रकार बन्धुहरूले बोलिरहनु भएको छ अनि तपाईँको चाहिँ अब जेएनजी समूहले बोलिरहनु भएको छ होइन अनि अब तपाईँको चाहिँ रक्षा बमदेखि लिएर अहिले हाम्रो बहस चलिरहेको छ अहिले अदालतमा के अरे सर्वोच्च अदालतमा त्यहाँ अब हाम्रो जेएनजी मुभमेन्टबाटै अब त्यो हाम्रो जेएनजी भाइहरूले नै अब लड्दै हुनुहुन्छ होइन भोलि पनि पत्रकार साथीहरू चाहिँ तपाईँहरू समक्ष पीडित समक्ष भनौँ होइन तपाईँहरू समक्ष प्रत्यक्ष रूपमा आएर तपाईँहरूको समस्या बुझ्ने तपाईँहरूलाई प्रश्न गर्ने त त्यो खालको पलहरू चाहिँ पत्रकार साथीहरूबाट भयो कि भएन समर्थन भएको छ उहाँहरूलाई पनि एक किसिमको चाहिँ के दबाब छ होला भन्ने जस्तो लाग्छ भनेदेखि अब उनका राज्यको मिडियाहरू परिचालन भएको चाहिँ नि खुल्लै यहाँ तपाईँको चाहिँ नि अब तपाईँको चाहिँ नि अब क्वेसन गर्ने हो अब जनताको लागि चाहिँ नि अब यो छाप्नुपर्छ भन्ने मिडियाहरूलाई कतै न कतैबाट अलिअलि केही न केही दबाब चाहिँ दिएको अवस्था जस्तो देखिन्छ कि त्यही भएर उहाँहरू खुलेर आउन सक्नु खुलेर खासै आउनु भएन प्रत्यक्ष रूपमा तपाईँहरूलाई सोध्नको लागि पीडा बुझ्नको लागि आउनु भएन है होइन अब त्यो अब पर अलिकति होइन नागरिक समाजहरू त आइरहनु भएको छ होइन अब महिला अधिकार मानव अधिकार कर्मीहरू के उहाँहरूको चाहिँ के छ आश्वासन राष्ट्रिय मानव अधिकार आयोगको त तपाईँको चाहिँ अब त्यहाँ किर्तिपुरमा जाँदाखेरि सत्सङ्ग भवनमा जाँदाखेरि बल्ल पत्रकार छिर्न दिएको थियो अरे नत्र भने त्यहाँ मान्छेहरू छिर्नै हो त्यो भर्खरै मैले न्युज सुनेको थिएँ होइन अब त्यस्तो अब त्यो त अब त्यस्तो क्रूरता त देखाउनु भएन नि अहिले तपाईँको चाहिँ मान्छेलाई चाहिँ कि अब आफ्नो स्वतन्त्रता हामीले जहाँ पनि अब बोल्न पाइन्छ अब भनौँ न सत्य हो या गलत हो त्यो त छुटाउनु त तपाईँको अधिकार पनि हो नि होइन र मैले अब भनौँ न गलत बोलेको छ भने त मलाई त अब आउने मान्छे त अब अरू कोही पनि त होला नि त होइन सत्य बोलेको छ भने ल सत्य अब बोलेको छ भन्ने खालको त्यसलाई त अब आउन सकिन्छ त्यो मान्यतामा चाहिँ तपाईँको चाहिँ यो राज्यले गम्भीरतापूर्वक लिएर काम गरिदिएमा चाहिँ हामी यो भूमिहीन सुकुम्बासी दलित सुकुम्बासीहरू अव्यवस्थितहरू फेरि पनि अब अर्को 5 वर्षमा त फेरि पनि हामीले चाहेको जस्तै सरकार भनेको हामीले युवा नै चाहेका थियौँ पहिला तपाईँको चाहिँ नि अब त्यही 3टा बुढाहरूले घुमाइ खाइराखेका थिए होइन हामीलाई त अब युवा चाहिन्छ देश हाँक्नलाई युवा चाहिन्छ जस्तो किम जोन उन जस्तो मान्छे चाहिन्छ हामीलाई होइन देशको विकास गर्ने मान्छे चाहिन्छ भन्ने हामीले त्यो साँचेर त्यो सोचेर पो हामीले भोट दिएका हौँ त होइन अब युवाहरूको स्पिड राम्रो हुन्छ भनेर स्पिड त राम्रै भयो बिचरा अब के गर्ने अब के अरे यो भ्रष्टाचारीहरूलाई कारवाही त गर्दै हुनुहुन्थ्यो कता कताबाट आफूमै पनि उहाँहरूमै पनि अब त्यस्तो कमजोरी देखियो भन्ने खालको कुराहरू आयो गृहमन्त्री अहिले कतिपय हाम्रो माननीय ज्यूहरूकै पनि त सरकारी जग्गामै घरहरू चाहिँ छ भन्ने कुराहरू आइराखेको छ हाम्रो केपी खनालको भयो होइन अनि अर्को कसको पो भन्दै थियो अब त्यसो हुँदाखेरि अब यत्रो सुकुम्बासी बस्तीको अब मा चाहिँ डोजर चलाउँदै गर्दाखेरि अब उहाँहरूले त आफैबाट क्लिन भएर आउनु पर्ने पनि हो अब पहिला आफू क्लिन भएर आउने अनि त्यहाँबाट हैन कारबाही गर्ने नि त हर्कजीले पहिलेदेखि पनि अब यो उहाँहरूको सम्पत्ति सार्वजनिक गर्ने कुराहरूमा भए होइन विविध कुराहरूमा अब त्योभन्दा अगाडि पनि अब एक्सन लिने काम हुँदै गर्दाखेरि पहिला चाहिँ आफैबाट क्लिन भएर अगाडि बढ्नु हो भने चाहिँ राम्रो हुन्छ आफ्नै उसमा चाहिँ धेरै किसिमको अब अस्पष्टता होइन शङ्काहरू र चाहिँ विभिन्न किसिमको आरोपहरू लागिरहेको होइन बेला आफ्नो उसमा चाहिँ छानबिन नगरेर पर चाहिँ गरिराखेको उसलाई चाहिँ उहाँले खण्डन गरिराख्नु भएको थियो होइन होइन यो अब उहाँहरूमा चाहिँ एउटा के हुनुपर्थ्यो भन्दाखेरि आफू तपाईँले भने चाहिँ अब तपाईँको चाहिँ नि उहाँहरू आफू नै स्पष्ट भएर अस्पष्टलाई स्पष्ट बनाएर भएर अनि आउँदाखेरि त्यो अति बेटर हुन्थ्यो हामीले चाहिँ अब सुदन गुरुङले अब
यो कदम चाल्नुभयो भ्रष्टाचारीहरूलाई त अब कमसेकम निर्मूल पार्नुहुन्छ है तर आन्तरिक कुराहरू त हामीलाई थाहा छैन नि त होइन आफै अब तपाईँको चाहिँ त्यहाँ मिछिन पुग्नुभयो राजीनामा दिनुभयो होइन अनि यस्तो यस्तो कुराहरू छन् अब जस्तै अब भनौँ न हाम्रो प्रधानमन्त्रीज्यूकै अब तपाईँको चाहिँ भनौँ 99 तोला सुन 190 तोला सुन भनेपछि अब त्यो 190 तोला सुन कहाँबाट आयो किन आयो कसरी आयो त्यो स्रोत खुलाउनु होइन स्रोत खोलाउनु पर्यो होइन अनि त्यो अब त्यो त्यत्रो जमिन छ हदबन्दीभन्दा बढी अब भनौँ न अब बढी जमिन त सरकारीकरण गर्ने भन्ने कुरा त हो नि कानुनमा तर त्यो पनि लागू भएको छैन होइन अब त राज्यले पनि सकेन तर अब यो कता कताबाट यो राजनीतिक अब तपाईँको चाहिँ जुहारीले गर्दाखेरि यो राजनीति प्रतिशोध जस्तो पनि बन्न पुगिदियो कि यो चाहिँ हाम्रो विचारमा हाम्रो देखाइमा चाहिँ निकै लामो तपाईँ हाम्रो संवाद हो यो अहिले तपाईँहरू चाहिँ खासमै यहाँनिर भेला के भेला भएर के छलफल गर्दै हुनुहुन्थ्यो कि यो पनि त्यतिकै साथीभाइ भलाकुसारी अब कहाँ पुगिन्छ दुःख सुख हुन्छ होइन राज्यले ठाउँमा व्यवस्था गरिदियो भनेदेखि त फेरि यहाँ बस्या चाहिँ अब हामीले फेरि पनि बस्न पाउँथ्यौँ र भेटघाट हुन्छ अब होइन भोलिका दिनमा चाहिँ राज्यले त्यो के अरे मुख फेरिदियो र त्यो बाटो अब बिराइदियो भनेदेखि त हामी कहाँ पुग्ने हो के पुग्ने हो अब हामी अब यदि नेट छ भने अनलाइनमा भेट होला फोन छ भनेदेखि फोनबाट कहिले काहीँ भेटघाट हुन्छ कहाँ पुगिन्छ के हुन्छ साथी हो भनेर यही भलाकुसारी गर्दै थियौँ ल हुन्छ हजुरलाई हामी पनि यहाँ अब सुकुम्बासी दाजुभाइहरूको अब यो जे नहुनुपर्ने थियो त्यो भयो होइन अब भए पनि व्यवस्थित तरिकाले अलिकति पूर्व तयारीका साथ गरेको भए राम्रो हुन्थ्यो भन्ने हिसाबले यसो हामी पनि यसो अवलोकन गरौँ सामान्य नागरिकको हैसियतले भन्ने हिसाबले आएको थियौँ त्यस क्रममा तपाईँ लगायत साथीहरूसँग भेट भयो तपाईँसँग कुरा हुन पायो समय र सम्वादको लागि धन्यवाद यस्तो छ वरिपरि म थोरै देखाइदिन्छु परतिर हजुर यहाँको वास्तविक अवस्था यस्तो छ अहिले अब यो यहाँ चाहिँ प्राय जस्तो बाँसको भाटाहरू काटेर ताछेर चिरेर चाहिँ बारबेर गरेर बस्नु भएको रहेछ 136 घरधुरी यहाँ हुनुहुन्थ्यो छ यस्तो छ अब यो खोरहरू पनि यहाँ डढाउनु नपाउने रहेछ यहाँ कसले हो थोरै आफ्नो वरिपरिको खोरहरू डढाउँदै गर्दा प्रहरी प्रशासन आएर समाएर लग्यो भन्ने खालको पनि सुन्यो र यस्तो अवस्था रहेछ यहाँ पहिलेको तपाईँहरूलाई मैले जाने जति जानकारी यति दिएँ अब उहाँहरूको चाहिँ चाँडै नै छानबिन र उचित व्यवस्थापन होस् भन्ने सरकारलाई पुनः ध्यान आकर्षण गराउँदै म तपाईँहरूकै साथी भोगेन्द्र चामलिङ राई बिदा हुन चाहन्छु र फेरि अन्य भिडियोहरूमा भेट्ने बाचासहित ओझेल पर्न चाहन्छु। धन्यवाद, नमस्ते।